ल अब चाहिँ हामी रोहिणीको लागि निस्केको ल जङ्गा कहाँ गऱ्यो भन्दा त रोहिणी ओल्ड एज होम के खोज्नु गएको त्यहाँ म त्यस्तो बिचारा गरिब दुखीहरूलाई भेट्नु गएको ल विल सी यु सुन यो हो सवारी यो चाहिँ मेरो भेनाको अब यहाँ चाहिँ जङ्गलीलाई चाहिँ माथि जानु छोड्दिनँ अरे हेर्नु न मान्छे थोपडा र थोपडा थोपडा यहाँ चाहिँ हाम्रो आजको बर्थडे गर्ल निन्द्रामा छ बर्थडे गर्ल बसिरहेको छौँ यहाँ चाहिँ हाम्रो सवारी यहाँ चाहिँ गाउँमा हामी यहाँ चाहिँ त्यहाँबाट जाने गरम भएर मन नाट्यो यहाँनिर तँ त जङ्गली हो नि त तँ त जेसुकै हो नि होइन हामी दुधे बजारमा छु हो अहिले यहाँ मलाई के किनेर लगिदिन्छ अरे झोला पनि किनिरहेको छ झोलामा मिठाईहरू हो हामी एउटा मिठाईको लगिदिन्छ अरे यहाँको दुधे बजार हो के किन्छस् ए ल त्यो पेडा दुधेको सपिङ यही हो आजको है मुराहरू कुकेहरू भारी मलाई बोकाएर यहाँनिर देख्यो आराम खोर बर्थडे दिन म माथि जुलुम गर्छस् साला Welcome to Rohini. अलिक माथिबाट हुन्छ थ्याङ्क यू ए हजुर हुन्छ हुन्छ धन्यवाद तलैबाट रहेछ बाटो चाहिँ नचिन्नु उकालो राति झन् कस्तो दामी देख्दो रहेछ अस्ति हामी आउँदाखेरि क्या हो कहाँ छ भने यहाँ पो रहेछ ऊ तलबाट छिर्नुपर्छ हौ तर रोहिणीको लागि त्यो अघि हामी माथिसम्म गयो नि त्योदेखिको माथि नै जानुपर्छ तर बाटो चाहिँ यार हालत हरेस लाग्दो भइरहेको छ अन्त गरम भएर यहाँ कहिले सन्दकपुर गएको जस्तो भएर आएर अन्त यहाँ मेरोमा मलाई हो टकबरको हो त्यो चाहिँ कहाँ हो यता हेर्नु त हाई नमस्ते गर्नु
चुराहरू मन यो 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 नि दामी रहेछ नयाँ लाउनु ल नयाँ नयाँ लुगा ल लु दामी देख्यो Wow. तँलाई देख्छ सामान ल खाने लाउने थाहा भएन बुढ्दा नि अरे यो पनि त दामी यो पनि दामी हुन्छ सबैजना बस्नुहोस् ल बाई म जान्छु बाई बाई गएला अङ्कल बाई बाई अङ्कल गएला गएला हुन्छ सबैजना बस्नुहोस् ल आउँछु नि फेरि ल पिकनिक खानुपर्छ उहाँनिर ल गएला Cheers. चाहिँ भर्खर यहाँ उयोबाट निस्किँदैन बाट त्यहाँ चाहिँ अब वे टु होम हो आज चाहिँ अब चाहिँ मेरो साथी बिहाले सघाउँदैछ म चाहिँ पछि यहाँतिर हावाको इन्जोय No. So finally home. Papa?